Hello everyone, namaste, Fafula, welcome back to my new video, new vlog मा I hope तपाईहरु एकदमै सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु साथीहरु नयाँ दिन नयाँ भिडियो लिएर तपाईहरुको सामु आज पनि म आइसके हो अनि आज चाहिँ मैले चाहिँ माथि घर आएर म चाहिँ भ्लग बनाइराखेको छु किनकि म चाहिँ तल घरमा चाहिँ भ्लग बनाउनु पाएन नि त टाइम मिलेन सो म चाहिँ अहिले माथि घर आएर भ्लग बनाइराख्छु छु अनि मैले कतिवटा क्लिपहरु अगाडि नै खिचिसकेको थिएँ हैन मैले चाहिँ स्टार्ट चाहिँ गरेको थिइनँ सो अहिले चाहिँ म यहाँ स्टार्ट गरिरहेको छु तल आएर हो अहिले चाहिँ म यहाँ रिसोर्टको छेउमा आएर भ्लग बनाइराख्छु छु अनि सो अहिले चाहिँ माथि घरमा चाहिँ पुरा लामाहरु पढिरहेको छ साउन्डहरु कस्तो ज्यादा आइरहेछ नि त त्यही भएर म चाहिँ यहाँ तल आएर भ्लग बनाइरहेको छु नि त सो अब के कसो के हुँदैछ तपाईहरुले भ्लग हेरेर थाहा पाइहाल्नेछ हो हेर्नु होला अनि आज चाहिँ के हो भन्दा चाहिँ नि आज चाहिँ मम्मी बितेर गएको 49 डेज हो अनि आज चाहिँ यो तामाङ संस्कार अनुसार चाहिँ 49 गर्ने चलन छ नि त सो आज चाहिँ हाम्रो मम्मीको 49 छ सो हेरेर अन्तिमसम्म साथ दिनु होला अनि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला अनि पुरानो हुन्छ भने मिठो मिठो कमेन्ट र लाइक हाल्न चाहिँ नभुल्नु होला है साथीहरु अब सानो हुँदै हेरिदिनु पर्यो हजुर यहाँ लाएर राख्छ र नि तातो के त छैन त्यो पेन्सन मिलाउनु पर्छ भिडियो मैले बनाएको गरम र पुरा बत्ने चाहिँ बजाउन आउनु च्याप्पा गर्न para guru je na me do ma ko ge na na ba je do ge wa ni ko para guru je para so je na ma so mo la ga wa so je na wa na mi na do do la ga wa so je ai ko me la mi na na do la आजदेखि उता चाहिँ उहाँको नेतृत्वको नाममा चाहिँ मानी गर्छु भन्दाखेरि पनि हुँदैन अन्तिम दिन भएकोले गर्दाखेरि चाहिँ अब मानी गर्दाखेरि चाहिँ भावना चाहिँ कस्तो हुनु पर्यो भन्दाखेरि चाहिँ ओम भन्ने शब्द जप्दाखेरि चाहिँ देवलोकको ढोकालाई बन्द गर्दैछु भन्ने खालको भावना गर्नु पर्यो माले असुर लोकको ढोकालाई बन्द होस् भन्ने खालको भावना हुनु पर्यो नीले मनुष्य लोकको पनि भइसके ढोका बन्द होस् पेले पशु लोकको ढोका पनि बन्द होस् मेले प्रेत लोकको ढोका पनि बन्द होस् होङले नर्क लोकको पनि ढोका बन्द होस् छौडा लोकको चाहिँ छ लोकको ढोकाहरू चाहिँ सबै बन्द भएर जाओस् भन्ने खालको भावना पनि हुनु पर्यो फेरि ओम भन्ने ठाउँमा चाहिँ देवलोकको ठाउँ अरे कि ओम भन्ने ओमले चाहिँ देवलोकको ठाउँलाई जनाउँछ भन्छ अनि देवलोकमा चाहिँ अब आज 49 को दिनमा चाहिँ आज 49औं दिनमा चाहिँ हामीले हप्तामा धुन्जी गर्छ हप्तामा धुन्जी गर्दाखेरि चाहिँ हप्तामा मर्नुपर्ने दिन अरे कि पृथ्वी लोकबाट एकचोटि मरेर गएर नभएर हप्ता दिनमा चाहिँ फेरि मर्नुपर्ने फेरि मर्दै बाँध्दै गरेर 49औं दिनमा चाहिँ मरेर चाहिँ फेरि 50औं दिनमा चाहिँ अर्को आमाको कोखमा जन्म लिन्छ भन्छ तर भरिसके धेरै जस्तो मान्छे चाहिँ 21 दिनमै नै केवा हुन्छ भनेको पनि हुँदो रहेछ यो पुस्तकमा चाहिँ अनि ओम भन्ने शब्द चाहिँ आज छेन्डे चाहिँ उहाँको कर्मले हिजो कस्तो कर्म गरेको थियो त्यो कर्मले चाहिँ छेन्डे चाहिँ मरेर गइसकेपछि चाहिँ उहाँको कर्मले देवलोकमा जन्म लिने रहेछ भने चाहिँ देवलोकमा चाहिँ 18 वर्षको आयुमा जन्म 16 वर्षको आयुमा जन्म हुन्छ अरे कि उहाँको कर्मले गर्दाखेरि
देवलोकमा जाने रहेछ भने 16 वर्षको आयुमा जन्म हुन्छ अरे। अनि यो पृथ्वीलोकमा चाहिँ 10औं दान गरेको हुन्छ नि हामीले, त्यो 10औं दान गरेको चाहिँ एउटा मात्रै दान पाउँछ अरे। अनि त्यो एउटा मात्रै दान पाउँदाखेरि चाहिँ देवलोकमा चाहिँ कति वर्ष बस्नुपर्छ भन्दाखेरि चाहिँ 4 करोड वर्ष बस्नुपर्छ अरे। अनि 4 करोड वर्ष बस्दाखेरि चाहिँ एउटा मात्रै दान पाउँछ पृथ्वीलोकमा। त्यो दानले चाहिँ कति वर्ष पुग्छ खान भन्दाखेरि चाहिँ 5000 वर्ष मात्रै खानु पुग्छ भनेको छ। अनि त्यो 3,95,00,000 वर्ष चाहिँ भोकभोकै मर्दै बाँच्दै गर्नुपर्ने अवस्था आउँछ अरे कि। अनि हामीले त्यो 5000 अवधि नपुगिन्जेलसम्म चाहिँ हाम्रो 16 वर्षको आयुमा जन्म भएपछि चाहिँ अनि त्यहाँबाट चाहिँ त्यहाँको परीहरू देवीहरू आएर चाहिँ स्वागत गर्ने, फुलमालाहरू लगाइदिने, बाजागाजा बजाइदिने, देवलोकमा त्यही त हो नि, रमाइलो मात्रै गराइदिने, खुवाइपी राम्रो गर्ने गरेर आउँछ अरे। अनि त्यो देवलोकमा 5000 अवधि पुगिसकेपछि चाहिँ त्यो देवीले भनेर जान्छ अरे कि आजदेखि तिमी चाहिँ 3,95,00,000 वर्ष चाहिँ भोकभोकै मर्दै बाँच्दै गर्नुपर्ने अवस्था आउँछ। अब चाहिँ तिमीलाई यहाँ कोही पनि आउँदैन, भेट्न कोही आउँदैन, तिमीलाई स्वागत गर्ने कोही हुँदैन, तिमीलाई खाना दिने कोही हुँदैन भनेर चाहिँ त्यहाँको देवीले भनेर चाहिँ जान्छ अरे। अनि त्यहाँबाट चाहिँ हामीले 3,95,00,000 वर्ष चाहिँ भोकभोकै मर्दै बाँच्दै गर्नुपर्छ अरे। खानु लाउनु केही पनि पाउँदैन, तिर्खा लाग्दाखेरि केही पनि पाउँदैन, भोक लाग्दा केही पनि खान पाउँदैन, त्यस्तो ठाउँ आउँछ, त्यस्तो दुःख ठाउँ छ अरे। अनि त्यो पनि पतनको दुःख भनेर भनेको छ हो। अनि पतन भएर जानुपर्छ अरे अनि देवलोकमा। अनि त्यस्तो खालको ठाउँमा चाहिँ उहाँको कर्मले जन्म लिँदै रहेछ भने पनि आज हामीले यतिजना बसेको छौँ नि, यतिजनाले चाहिँ ओम भन्ने शब्दले चाहिँ त्यो देवलोकको ढोकालाई बन्द हुन्छ, देवलोकमा चाहिँ जन्म लिनु नपरोस् भनेर चाहिँ जपेको पनि हुन्छ। अनि त्यो देवलोकमा त्यस्तो दुःख छ भनिसक्यो, उहाँको कर्मले त्यो ठाउँमा जन्म लिँदै रहेछ भने पनि त्यो ठाउँको ढोकालाई बन्द भएर त्यो ठाउँमा दुःखमा परेको असहाय पीडित प्राणीहरू चाहिँ चाँडोभन्दा चाँडो मैले ओम भन्ने शब्द उच्चारण गरेकोले चाहिँ त्यहाँबाट चाहिँ मुक्त होस् भन्ने खालको भावना गर्नु पर्यो अरे के मनमा चाहिँ। त्यहाँबाट चाहिँ ओम माले चाहिँ असुरलोकमा चाहिँ आज हामीले यहाँ पृथ्वीलोकमा हुँदाखेरि जति झैझगडा गरेको छ, आरिसडाहरू गरेको छ, छरछिमेकीसँग नमिलेर, घर परिवारसँग नमिलेर, रिसराग गरेर जहिले तहिले झगडा गरेछ नि, त्यो झगडा गरेको कारणले चाहिँ असुरलोकमा जन्म हुन्छ भनेको छ। असुरलोकमा चाहिँ जतिखेर पनि झगडै मात्रै, देव र असुरहरूको लडाइँ र झगडा, जताततै बारुदको गन्ध आउने, जताततै गोली चढेको आवाजहरू आउने, खुनको भल बगिरहने त्यस्तो ठाउँ छ अरे कि। त्यो ठाउँमा चाहिँ उहाँको कर्मले त्यो ठाउँमा जन्म लिँदै रहेछ भने मैले आज मा भन्ने शब्द उच्चारण गरेकोले चाहिँ त्यो ठाउँको ढोकालाई बन्द होस्, त्यो ठाउँमा दुःखमा परेको प्राणीहरू पनि चाँडोभन्दा चाँडो मुक्त होस् भन्ने खालको भावना गरेर चाहिँ मा भन्ने शब्दलाई जप्नु पर्यो। नि भन्ने शब्द, नि चाहिँ मनुष्यलोक चाहिँ 6वटा लोक मध्येमा चाहिँ 5वटा लोक मध्येमा चाहिँ त्यो एउटा लोक चाहिँ सर्वश्रेष्ठ लोक भन्छ। दान धर्म गरेर पुण्य कमाएर चाहिँ धर्म गरेर चाहिँ पुण्य सञ्चय गर्ने ठाउँ भन्छ। यतिखेर चाहिँ हामीले जन्म लिइसकेपछि चाहिँ पृथ्वीलोकमा जन्म लिइसकेपछि चाहिँ दान धर्म गरेर चाहिँ पुण्य कमाएर अनि जाने ठाउँ सबै यो 5वटा लोकभन्दा सर्वश्रेष्ठ ठाउँ चाहिँ यो लोक भएकोले गर्दाखेरि चाहिँ उहाँले जन्म लिनै पर्छ भने यदि 6वटा लोकमै जन्म लिने रहेछ भने पनि मनुष्यलोकमा जन्म होस्, उहाँको मनुष्यलोकमै जन्म होस्, बुद्धको आशीर्वाद, बुद्धको जिल्लाहरू भएको ठाउँमा, बुद्धको उपदेश सुन्ने ठाउँमा चाहिँ उहाँको जन्म होस्। आज उहाँले अल्प आयुमै उहाँको मृत्यु भए पनि अब आउने आयुहरू चाहिँ लामो भएर जन्म लियोस्, चिरञ्जीवी भएर जन्म लियोस्, मैले नि भन्ने शब्द उच्चारण गरेकोले भनेर चाहिँ सम्झिनु पर्ने हुन्छ। अनि उहाँको काया वगचित हुन्छ नि, त्यो 3 त्रिरत्न चाहिँ आमाको गर्भमा आइसकेपछि चाहिँ उहाँको त्रिरत्नले बास गरिसकेपछि चाहिँ कस्तो हुन्छ अरे भने हाम्रो त्रिरत्नले बास गरिसकेपछि माथिबाट आमाले तातो चिज खायो भने पनि उम्लेको तेलहरू खानाको जस्तो अनुभव हुने अरे। उठेर हिँडिदियो भने पनि कतै भिरबाट झुन्डेर भिरबाट चाहिँ खसेर मर्छु कि भनेको जस्तो त्यस्तो अनुभव हुन्छ अरे। त्यहाँबाट कोल्टे परेर सुतिदियो भने कतै मलाई पहाड फुवाएर थिचिदिन्छ कि भन्ने खालको अनुभव हुँदै त्यसरी 9 महिना 9 दिन पुगेर जन्म हुन्छ। जन्म हुँदाखेरि डिपमा जन्म भयो, डिपमा जन्म भइसकेपछि पञ्चविषले छुँदै आउँछ अरे। रिस राग क्रोध मोह घमण्डहरू जाग्दै आउँछ अरे, जागरुक हुँदै आउँछ अरे। अनि त्यसलाई चिरफाड गरेर चाहिँ पञ्चशीलहरू लिएर बुद्धको उपदेशहरू सुनेर चाहिँ यो मनुष्यलोकमा चाहिँ उहाँले दान धर्म गरेर पुण्य कमाएर चाहिँ लामो आयु भएर जन्म लिन सकोस् भन्ने खालको भावना गर्नु पर्यो। अनि त्यहाँबाट नि पेले पशुलोक भन्छ। पशुलोकमा चाहिँ कस्तो दुःख छ अरे भने
हामीले यहाँनिर कन्जुसै गरेको कारणले गर्दाखेरि चाहिँ लोभ गरेको कारणले गर्दाखेरि चाहिँ पशुलोकमा जन्म हुन्छ भन्छ नि। धर्म गरेर हिजो अब अहिले हिजोको पुण्यले गर्दाखेरि हिजो अघिल्लो जन्मको कर्मले गर्दाखेरि राम्रो पुण्य कमाएको थियो नि, अनि त्यो पुण्य चाहिँ अहिले हामीले पाएको छ। पाउँदाखेरि चाहिँ यो लोकमा चाहिँ अहिले हामी चाहिँ धनी भएर जन्मेको छ हो, पैसावाल भएर जन्मेको छ। तर धन सम्पत्ति त्यो पैसा जोगाएर राखेको अथवा कसैलाई दान धर्म नदिएको, कन्जुसाइ गरेर बसेको कारणले गर्दाखेरि चाहिँ भोलि लोभ गरेर बसेको कारणले चाहिँ पशुलोकमा जन्म हुन्छ भनेको हुन्छ कि। पशुलोकमा जन्म भइसकेपछि चाहिँ मान्छेले उसलाई जस्तो त्यो त्यस्तै खानुपर्छ। मैले यो छानेर खान्छु, यो खान्छु, यो खान्छु भनेर चाहिँ पाउँदैन। मान्छेले जति दिन्छ त्यति खानु पर्यो, जस्तो दिन्छ त्यस्तै खानु पर्यो। अनि काट्नु आँट्यो भने पनि खुकुरी चाहिँ माथिबाट आफ्नो गर्दन बिचमा अचानक मुनिबाट हुँदाखेरि पनि मलाई काट्नु आँटेको छ भन्ने चाहिँ थाहा भयो, तर मलाई नकाट भनेर चाहिँ हात जोड्नु सक्दैन अरे कि। आँखामा आँसु बनाउनु चाहिँ सक्छ, मनमा मलाई मार्नु आँट्यो भन्ने पनि भावना हुन्छ, तर मलाई नकाट भनेर हात जोड्नु सक्दैन। त्यो ठाउँमा त्यस्तो दुःख छ, त्यो ठाउँमा पनि उहाँको कर्मले त्यो ठाउँमा डोराएर लाँदै रहेछ भने मैले आज पे भन्ने शब्दलाई उच्चारण गरेकोले चाहिँ पशुलोकको ढोकालाई बन्द होस् भन्ने खालको भावना गर्नु पर्यो। अनि त्यो ठाउँमा भएको प्राणीहरू पनि चाँडोभन्दा चाँडो मैले पे भन्ने शब्दलाई उच्चारण गरेकोले त्यो ठाउँको प्राणीहरू पनि मुक्त होस् भन्ने खालको भावना गर्नु पर्यो। अनि मेले चाहिँ प्रेतलोक, प्रेत भनेको चाहिँ टाउको चाहिँ एकदम ठुलो, घाँटी चाहिँ स्यो जस्तो सानो, हातखुट्टा पनि सानो, पेट पनि एकदम ठुलो भएको, त्यो चाहिँ प्रेतलोक अरे। अनि त्यो चाहिँ कस्तो हुन्छ भने खाउँ भने चाहिँ एक गोडा चामल पनि घाँटीबाट नपस्ने, निलो भने एक थोपा पानी पनि नछिर्ने, अनि त्यस्तो अवस्थामा चाहिँ प्रेत भएर डुल्नुपर्छ, प्रेत भएर बस्नुपर्छ भनेको हुन्छ। अनि त्यो प्रेतको योनिमा चाहिँ कति बस्नुपर्छ भन्दाखेरि चाहिँ 18 मारा तोरी नभरिन्जेलसम्म चाहिँ बस्नु पर्यो। 18 माना तोरी चाहिँ कहिले भरिन्छ भन्दाखेरि चाहिँ आज जन्मेको बालक चाहिँ भोलि बढेर चाहिँ 100 वर्ष पुगेर वा मर्ने बेला मर्छ, एक कल्प बित्छ अरे। त्यो एक कल्प बित्दाखेरि चाहिँ एउटा तोरीको दाना पस्छ भन्छ। अनि त्यो 18 माना तोरी चाहिँ कहिले भरिनु? अनि त्यो ठाउँमा 18 माना तोरी नभरिन्जेलसम्म चाहिँ प्रेतको योनिमा बस्नुपर्छ अरे। अनि त्यो प्रेतको योनिमा उहाँको कर्मले प्रेतको योनिमा पुर्याउँदै रहेछ भने पनि मैले मे भन्ने शब्दलाई उच्चारण गरेकोले चाहिँ त्यो प्रेतको योनिबाट उहाँलाई मुक्त होस्, प्रेतको योनिको ढोकालाई बन्द होस्, प्रेतको योनिमा बसेको सिमसिम प्राणीहरूले पनि चाँडोभन्दा चाँडो मुक्त होस् भन्ने खालको चाहिँ भावना गर्नु पर्यो। त्यहाँबाट होङ, अन्तमा होङ भन्छ दोर्जेङ यावको देश। दोर्जेङ यावको देशमा चाहिँ हामीले यहाँनिर चाहिँ जति पनि हत्या हिंसा गरेको छ, पापहरू गरेको छ, त्यो पापको दण्ड सजाय भोग्ने ठाउँ चाहिँ दोर्जेङ यावको ठाउँ भन्छ। त्यो दोर्जेङ यावको ठाउँ चाहिँ एकदम कालो ठाउँ, त्यहाँ गइसक्यो भने चाहिँ हामीले मुक्त हुने ठाउँ छैन भन्छ। अनि त्यहाँबाट चाहिँ हामीले मुक्त हुने नै ठाउँ छैन, भरिसक्यो त्यो ठाउँमा चाहिँ हामीले जानै नपरोस् भन्ने खालको भावना गर्नु पर्यो। अनि त्यो दोर्जेङ यावको ठाउँमा पनि 18 माना तोरी नभरिन्जेलसम्म नै बस्नुपर्छ भनेको छ त्यहाँ पनि दोर्जेङ यावको ठाउँमा पनि। अनि 8 गुणा यो पृथ्वीलोकको चाहिँ 8 गुणा बढी चिसोमा डुबाउँछ अरे, 8 गुणा बढी तातोमा डुबाउँछ अरे। कहिले निकालेर काट्ने, कहिले मार्ने, कहिले पोल्ने, त्यसो गर्दा पनि हामीले पापहरूलाई चाहिँ त्यहाँबाट पनि पापबाट मुक्त हुन सकेन भने चाहिँ पिप र खुनमा डुबाएर चाहिँ माथिबाट यस्तो दोर्जेको ग्याटम गरेर राखिदियो भने चाहिँ उपाय छैन, त्यहाँबाट चाहिँ जन्म पाउँदैन। दुःखमा चाहिँ उसले करोडौँ वर्ष भोग्नुपर्छ भनेर चाहिँ भनेको हुन्छ। अनि उहाँको कर्मले त्यो ठाउँमा लाँदै रहेछ भने त्यो ठाउँको ढोकालाई बन्द होस्, त्यहाँको प्राणीहरूलाई पनि आज मैले होङ भन्ने शब्द उच्चारण गरेकोले चाहिँ उहाँको त्यहाँको प्राणीहरूलाई, दुःखमा परेको प्राणीहरूलाई पनि केही सान्त्वना मिलोस् भन्ने खालको भावना गरेर चाहिँ ओम मानी पद्मे ओम भन्नुपर्छ ल। अब किताब त पढ्नु जाने हो, नेपालीमा नि पढ्नु जानेको छ हो, अर्थ पनि बुझ्नु पर्यो। ओमले के भन्दैछ, माले के भन्दैछ, निले के भन्दैछ, पेले के भन्दैछ, मेले के भन्दैछ, होङले के भन्दैछ, त्यस्तो चाहिँ बुझेर मानी गऱ्यो भने मानेको अर्थ रहन्छ नि। अब त्यतिकै मुखले मात्रै मानी गऱ्यो भने चाहिँ मानीको अर्थ रहँदैन। अब हामीले यतिजनाले मानी गरिदियौँ भने हिजो उहाँ बाँचिन्जेलसम्म मानी गर्दाखेरि उसको जीवनमा मानी अटुट भएको रहेछ भने पनि आज हामीले यतिजनाले गरिदिँदाखेरि उहाँको पूर्ति हुन्छ मानी। त्यसले गर्दाखेरि चाहिँ त्यसरी चाहिँ भावना गरेर पढिदिनुपर्छ ल भन्छ। थाहा छँदैछ नभए थाहा अब चाहिँ देवचेन सिंघामको मलम पर्ने रहेछ भन्छ। अब देवचेन सिंघामको मलम पर्दाखेरि पनि त्यो बिचको बुद्ध भगवान छ नि,
त्यो बुद्ध जस्तै रातो शरीर भएको भगवान चाहिँ सम्झिनुपर्छ अरे कि। अब यो अन्तिम 49औं शिवचुसिर्गु भन्छ, यो 49औं दिनमा चाहिँ अमिताभ बुद्धको योलमा चाहिँ जन्म होस्। अघि मानिले चाहिँ अब जन्मिनै पर्छ भने पनि यो 6वटा लोक मध्येमा चाहिँ मनुष्य लोक सबैभन्दा सर्वश्रेष्ठ लोक हो, यो मनुष्य लोकमै जन्म होस् भनेर प्रार्थना गरेको थियो भने चाहिँ अब यो सिङखाममा चाहिँ कस्तो भनेको हुन्छ भने यो नवथाई सिङखाममा चाहिँ अब यो सांसारिक रूपमा अहिले यहाँनिर घर छ, जग्गा छ, जमिन छ, ढुङ्गा छ, माटो छ, हावा छ, पानी छ हो। यो हावा पानी केही नभएको ठाउँमा जन्म होस् भनेको, त्यो चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ माथि सिङखाम अमिताभ बुद्धको देशमा भनेको हुन्छ। त्यो अमिताभ बुद्धको देशमा चाहिँ हामीले जस्तो कल्पना गर्यो त्यस्तै पाउँछ अरे कि। अब म एकदम शान्त ठाउँमा बस्छु भनेर उसको मनमा त्यस्तो भयो भने मात्रै पनि शान्त ठाउँमा बस्नु पाउने। अब म चाहिँ एकदम रिल्याक्समा बस्छु भन्दा रिल्याक्समै बस्नु पाउने त्यस्तो ठाउँ छ। जन्म र मरणको दुःखबाट चाहिँ मुक्त हुने ठाउँ हो। अनि त्यो सिङखाममा चाहिँ हामीले पुग्नु सक्यो भने, सिङखामको ठाउँमा पुग्नु सक्यो भने चाहिँ हामीले यो पृथ्वी लोकमा भएको हाम्रो सन्तानहरूलाई पनि यो त्यो हङकङतिर गएको मान्छेहरू चाहिँ भिसा लगाएर गइसकेपछि फेरि आफ्नो परिवारलाई पनि लिएर जान सक्छ नि। सिङखाम भनेको चाहिँ त्यस्तो ठाउँ अरे कि। भोलि केही आपत पर्दाखेरि तुरुन्त आएर चाहिँ सिङखाममा लानु सक्ने अमिताभ बुद्धको त्यत्रो शक्ति पाउने ठाउँ अरे। अनि अहिले चाहिँ अब यो अमिताभ बुद्धको ठाउँमा चाहिँ देवचनको सिङखाममा चाहिँ जन्म र मरणको दुःखबाट मुक्त होस्, कहिले जन्मिनु नपरोस्, मर्नु नपरोस्, एकचोटि खाएपछि फेरि खानु नपरोस्, एकचोटि लाइफ लाउनु नपरोस्, एकचोटि जन्म भइसकेपछि फेरि मर्नु नपरोस् भन्ने त्यस्तो खालको ठाउँमा चाहिँ उहाँले जन्म पाओस्, अमिताभ बुद्धको ठाउँमा चाहिँ जन्म होस्, खेवा होस् भन्ने खालको भावना गरेर रातो शरीर भएको बुद्ध भगवान चाहिँ मेरै अगाडि छ भन्ने त्यस्तो खालको भावना गरेर चाहिँ बसेर यो मलमलाई चाहिँ पढ्नुपर्छ ल। अब धेरै नपढौँ। नवतायिङ्गी सिङखाम नभमे ममे जोदे योडो गोरवे मियामी नवतायिङ्गी सिन्दिरे गेवारै ओम अमीन देवारी, 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 ओम अमीन देवारी। दुगे पुणे बाबा श्री श्री कानी जो ओम पानी बेबे ओ तबे संगे संगे नानी बाबा संगे शिव तेरे दोता को तारा संगे शिव तेरे दोता वे सब संगे तुम के कासी जो पानी बेबे ये तो मा तो के तुल में को तो खायो साथीहरू। आज चाहिँ डे 2 रहेको छ होइन। अनि म चाहिँ हिजो चाहिँ भ्लगहरू मजाले गर्नु पाइनँ किनकि अब कामहरू हुन्छ नि त, अनि कामहरू गर्नु पर्यो। सो धेरै मैले चाहिँ बोलेर भिडियो गरिनँ हो। सो त्यसको लागि आम सरी। अनि केही कुराहरू क्लिपहरू चाहिँ राखेको छु तपाईँहरूले हेर्नुहुन्छ भनेर होइन। अनि को आउनुभयो त्यसको लागि धन्यवाद। अनि को आउनु भएन भिडियोबाट नै तपाईँहरूलाई पनि हेर्नु होला भन्छु हो। अनि के भन्नु र अरू त। अनि अहिले चाहिँ बिहान भइसकेको छ नि त। अनि हिजो चाहिँ अब भिडियो गर्दा गर्दै काम यता र उता गर्दा गर्दै अब बेलुका भइसकेको थियो 6 बजी होइन। अनि म चाहिँ अब बाइक कुदाएर आउनुपर्ने हुन्छ। अनि पुरा पानी परिरहेको थियो। सो मैले चाहिँ भिडियो गरिनँ, त्यसको लागि हामी सरी है साथीहरू हो। अनि हिजो चाहिँ रहेको छ हाम्रो मम्मीको 49 दिन हुने। अनि 49मा चाहिँ हाम्रो तामाङ संस्कार अनुसार यसरी नै गरिने गर्छ हो। अनि तपाईँहरूले फुल भिडियो हेरेर थाहा पाइहाल्नुभयो होला। अनि अब मम्मी बितेर गएको पनि आज चाहिँ
50 दिन भइसक्यो होइन। अलवेज मिस यु मम्मी होइन। तपाईँलाई सधैँ सम्झिरहनेछौँ होइन। अब सम्झिनु मात्र एउटा सम्झिनु त अभियसली सम्झिरहन्छ होइन। सो मेरो भिडियो चाहिँ लामो भइसकेको छ। अब मेरो भिडियो पनि इन गर्नुपर्ने हुन्छ अनि सबैजनाले सुरुदेखि अन्तिमसम्म हेरिदिनु भयो होला भनेर आशा पनि गर्दछु। अनि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु होला अनि पुरानो हुनुहुन्छ भने मिठो मिठो कमेन्ट र लाइक हाल्न चाहिँ नभुल्नु होला है साथीहरू हो। सो अब चाहिँ मस्त मलाई जे होला होला भन्दै अर्को भिडियोमा भेट्नुपर्छ। बाई बाई एभ्रिवान।